हाम्रा नेताहरूले जनतालाई दिग्भ्रमित पार्ने छुट छैन। आफ्नो शरीरको धुलो टकटकाउँदै खुट्टामा चप्पल त कति जोर फाट्यो होलान्, जुत्ता कति जोर फाट्यो होलान्। न गर्मी न जाडो न झरी न बादल, न बिहान न बेलुका, अनवरत लागेर यति छोटो समयमा यति ठुलो समुद्र बनाउन सफल भएका हौं। फागुन 21 यो निर्वाचनको मिति मात्रै होइन, यो जनलहर, जनविश्वास, जनमतको आधार तय गर्ने एउटा निर्णायक दिन पनि हो। आज जनताले खोजेको नेता पाउने दिन हो। जनताले विश्वास गरेको नेतृत्वलाई जिताउने दिन हो। दल मात्रै होइन, देशले जित्ने दिन हो। फागुन 21 ऐतिहासिक हुन्छ। अब के बार बालेन सरकार भनेर सबजनाको नागरिकको चेतना यसरी जाग्यो नि। 10 वर्ष अगाडि हामी भ्रष्टाचार विरुद्धको अभियान लिएर मेची महाकाली गर्दा नागरिकहरू सुन्नुहुन्थ्यो मात्रै, अनि हामी चर्को स्वरमा बोल्थ्यौं। भ्रष्टाचार गर्ने नेताहरू यी हुन् भनेर नाम लिन्थ्यौं। नागरिक खुसी हुनुहुन्थ्यो, तर ताली पनि बजाउन सक्नुहुन्थेन। भन्छ नि 10 वर्षमा खोलो पनि फर्किन्छ भने जस्तै यो 10 वर्षको अन्तरालमा आज घरबाट युवाहरू बोल्न थालेका छन्। टोलबाट महिला दिदीबहिनीहरू आवाज निकाल्न थालेका छन्। एउटै अनुहार अब खबरदार भन्न थालेका छन्। बौद्धिक व्यक्तित्वहरूको कलम चल्न थालेको छ। चेतनाका माथिल्लो तहमा रहेका पत्रकार साथीहरू, सचेत वर्गहरू, नागरिक समाजहरू, ठाउँको ठाउँ नेतालाई तपाईहरू सच्चिनुस् या सकिनुस् भन्न थालिसक्नु भएको छ। बालेनजीको आगमन चेतनाको आगमन हो। अभिभावक भएर त्यो गाडीलाई कहीँ कतै केहीले पनि असर नगरोस् भनेर पछाडिबाट संरक्षक भएर, अभिभावक भएर रवि लामिछानेले एकपटक देश बनाउने यो महाअभियान हो। हामी सबै कुराको लगानी गरिरहेका छौं निस्वार्थ। अबको प्रधानमन्त्रीको बालेन सरकार यो स्लोगन मात्रै होइन, यो नारा मात्रै होइन, हामीले परिणाम दिने नारा उद्घोष गरेका छौं। जनलहरले बताइसकेका छ। चितवन आफैमा क्लिन स्वीप हो। यति धेरै उमेर पुगेका नेताहरूले विश्राम लिँदा यति पनि त आलोचना रोक्ने उहाँहरूसँग ठाउँ थियो त। यो देश बनाउने जिम्मा बालेन्द्र शाहको मात्रै होइन, रवि लामिछानेको मात्रै होइन, गगन थापाको मात्रै होइन, अरूको धेरैको मैले नाम लिन, जो तपाईको क्षेत्रमा उम्मेदवार भएर भोट माग्न आउँदै हुनुहुन्छ, उहाँहरूको मात्रै होइन, तपाईको र मेरो, तपाईका परिवारको र मेरो परिवारको पनि जिम्मेवारी हो। यसपटक धेरै कुरा लगानी नगरौं देश बनाउनलाई, तपाई र मेरो बहुमूल्य मतको लगानी गरौं। रेणुले चाहिँ विकास गरेको छ, उसलाई चाहिँ हेर्नुपर्छ भनेर पनि आवाजहरू उठिरहेको छ। रासोपाले चाहिँ यो पटक सोभितालाई उठाएर गलत गर्यो भन्ने पनि आलोचनाहरू भइरहेको छ। बाघसँगै भिड्ने हो। मैले अघि नै भनिसके त, बिरालोसँग भिडेर बाघ भइदैन नि। यो देशको जनताको छोरी, देशको छोरी हिजो सदनमा कसैले अब्बलतापूर्वक भुइँ मान्छेका कुरा उठाउँथ्यो भने तोसीमा सोभिता हुन्। त्यस्ता होनाहार छोरीहरू
चितवन र ललितपुरले पाएको छ। यो निर्वाचन थितिको निर्वाचन बनोस्, बेथितिको नबनोस्। यो निर्वाचन पैसाको दम्ब देखाउने निर्वाचन नबनोस्, भोज भत्तेरको निर्वाचन नबनोस्। यदि हाम्रा साथीहरूले पनि र अन्य प्रतिस्पर्धी साथीहरूले पनि यसो गरेको पाइएमा फेरि हामी निर्वाचनको नजिकै नो भोट अभियान पनि चलाउन सक्छौँ। यो चाहिँ खबरदारी पनि हो। यो चाहिँ तपाईँको खबरदारी। हामी त्यो अभियान चलाउँदैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टी हुँदा खाने मान्छेहरूको मात्र पार्टी होइन, हुने खाने मान्छेहरूको मात्रै पार्टी होइन, यो हुँदा खानेहरूको पनि पार्टी हो। नमस्कार दर्शकबिन, युवा डेली टिभीमा यहाँलाई स्वागत छ। आज हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ भ्रष्टाचार विरुद्ध अभियान चालिरहनु भएको र राष्ट्रिय स्वतन्त्र पार्टीको नेत्री पनि हुनुहुन्छ जिता बरालज्यू। आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। विशेष गरी फागुन 21 के होला त भन्दै उहाँलाई स्वागत गरौँ। स्वागत छ। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ? हजुर। हामी निर्वाचनको नजिकै छौँ। फागुन 21 को निर्वाचनलाई कसरी हेर्नु भएको छ? हजुरको विश्लेषण कस्तो छ? फागुन 21 यो निर्वाचनको मिति मात्रै होइन, यो जनलहर, जनविश्वास, जनमतको आधार तय गर्ने एउटा निर्णायक दिन पनि हो। आज जनताले खोजेको नेता पाउने दिन हो। जनताले विश्वास गरेको नेतृत्वलाई जिताउने दिन हो। दल मात्रै होइन, देशले जित्ने दिन हो फागुन 21। ऐतिहासिक हुन्छ। रासोपामय नै हुन्छ भन्न खोज्नु भएको? घन्टीमय त भइसक्यो। आज देश मात्रै होइन, प्रवास समेत घन्टी बजाउनको लागि आम नेपाली नागरिक दाजुभाइहरू, बुवा आमाहरू, छोराछोरीहरू, दिदीबहिनीहरू सब तयार छन्। सामाजिक सञ्जाल एकछिन खोलेर हेर्नुपर्छ। सबैजनाले आफ्नो पीडाहरू त्यो सामाजिक सञ्जालबाट पोख्नुहुन्छ। भन्नुहुन्छ चर्को स्वरमा, अब त अबके बार बालेन सरकार भनेर सबजनाको सन्देश हामी हेर्छौँ, पढ्छौँ। परिवर्तनको घन्टी त बज्छ। अब हामीले हेर्ने हो भने अब आफ्की बार बालेन सरकार भन्नुभयो तपाईँले, त्यो माहौल त देखिएको छ। माहौल देखिए अनुसारकै फागुन 21 मा चाहिँ निर्वाचन गर्दा त मतदाताहरूले गर्ने हो, त्यो माहौल अनुसार नै हुन्छ भन्ने चाहिँ अपेक्षा राख्नु भएको छ? विश्वासै छ, तथ्यगत विश्वास छ। म तपाईँलाई आधार दिन्छु। के आधार छन्? परिवर्तन विभिन्न कालखण्डमा हुने रहेछ, भइरहेको हामी देख्छौँ। 4 दशक पछाडि नागरिकको चेतना यसरी जाग्यो नि। 10 वर्ष अगाडि हामी भ्रष्टाचार विरुद्धको अभियान लिएर मेची महाकाली गर्दा नागरिकहरू सुन्नुहुन्थ्यो मात्रै, अनि हामी चर्को स्वरमा बोल्थ्यौँ। भ्रष्टाचार गर्ने नेताहरू यी हुन् भनेर नाम लिन्थ्यौँ। नागरिक खुसी हुनुहुन्थ्यो, तर ताली पनि बजाउन सक्नुहुन्थेन। भन्छ नि 10 वर्षमा खोलो पनि फर्किन्छ भने जस्तै यो 10 वर्षको अन्तरालमा आज घरबाट युवाहरू बोल्न थालेका छन्। टोलबाट महिला दिदीबहिनीहरू आवाज निकाल्न थालेका छन्। एउटै अनुहार अब खबरदार बन्न थालेका छन्। बौद्धिक व्यक्तित्वहरूको कलम चल्न थालेको छ। चेतनाका माथिल्लो तहमा रहेका पत्रकार साथीहरू, सचेत वर्गहरू, नागरिक समाजहरू, ठाउँको ठाउँ नेतालाई तपाईहरू सच्चिनुस् या सकिनुस् भन्न थालिसक्नु भएको छ। सँगसँगै अबको
देश बनाउने आशा भरोसा सहितका युवा नेतृत्वहरू एकका एक सङ्गठित हुँदै देशैभरि आफ्नो चेतनाको ज्योति बाल्न सफल युवाहरू महिलाहरू त्यो मधेस तराईको किन नहोस्, त्यो हिमाल पहाडको किन नहोस्, सबै एकीकृत हुँदै एउटै चौतारो राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्ह लिएर आज घन्टी बाजुरामा पुगेको छ हेमराज थापाको हातमा, बागलुङमा सोम शर्माको हातमा पुगेको छ, सर्लाहीमा अमरेश कुमार सिंहको हातमा घन्टी पुगेको छ, झापामा बालेन शाहको हातमा घन्टी पुगेको छ, झापामा इन्दिरा राणा मगरको हातमा निशा डाङ्गीको हातमा घन्टी पुगेको छ, प्रकाश पाठकको हातमा घन्टी पुगेको छ, ओखलढुङ्गामा विश्वराज घिमिरेको हातमा घन्टी पुगेको छ, कास्कीमा बिना गुरुङ जस्ता समाजसेवी महिलाहरूको हातमा घन्टी पुगेको छ, धादिङमा आशिका तामाङ जस्ता जेन्जी घाइतेहरूको मलममा पट्टी लगाउने धादिङकी छोरीको हातमा घन्टी पुगेको छ, चितवनमा सोभिता। अब तपाईले भन्नुभयो विभिन्न ललितपुरमा तोसीमा कार्की, काठमाडौँ 1 मा रन्जु दर्शना जो आफ्नो मातृत्व र नेतृत्वलाई सँगसँगै दुईटा हातमा महान युद्धमा होमिनु भएको छ। यस्ता होनाहार व्यक्तिहरू, पाल्पामा विमल पन्त जो सधैँभरि भुइँ मान्छेहरूका गरिबका नाङ्गा शरीरमा लुगा लगाउने, कपडा ब्याङ्क खोलेर पानी खुवाएर हरेक देशका पक्षमा गरिएका आन्दोलनमा उहाँको अग्रणी भूमिका हामी बिर्सन सक्दैनौँ। यस्ता व्यक्तिहरू, सरसफाइका अभियन्ता कैलालीमा केपी खनाल जस्ता अभियानकर्ताहरू घन्टी बोकेर जानुभएको छ। त्यसकारण देश त घन्टीमय भइसक्यो। 163वटा निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवार हुनुहुन्छ। एउटा क्षेत्रमा महावीर पुन जस्तो अब्बल व्यक्तिलाई घन्टीले सम्मान गरेर उहाँलाई विजय गराउनुपर्छ भनेर अगाडि बढिसक्यो। तपाईहरुले भनिरहनु भएको छ अब घन्टी बजेन त? तपाईहरुले भनिरहनु भएको छ घन्टी बजाउने हो, बहुमतको सरकार ल्याउने हो फागुन 21 मा त भनिरहनु भएको छ। के रासोपाले फागुन 21 मा चाहिँ प्रत्यक्षमा लडेकाहरूले जितेर बहुमतको सरकार ल्याउला? सम्भव होला? निश्चित छ। आम जनताले भनिराख्नु भएको छ, जनलहरले त्यो बताइरहेछ, विश्लेषणकर्ताहरूले बताइराख्नु भएको छ। गर्दा गर्दै च्याट जीपीटीले समेत अब त रासोपाको 2/3 सरकार भनेर भन्न थालेछ। च्याट जीपीटीले समेत, गुगलले समेत, इन्टरनेटले समेत। अस्ति मैले गुगल इन्टरनेटको एउटा न्युज पढेको थिएँ। सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीका विषयमा गुगल रिड भएछ। यसको आधारमा पनि जित्छ भन्ने चाहिँ जनमत बढिरहेछ। सँगसँगै प्रविधिले पनि हामीलाई सहयोग गरिरहेछ। प्रविधिले पनि यो परिवर्तन खोजिरहेछ, जनाउ घन्टी दिइरहेछ, सङ्केत दिइरहेछ। अब के बार बालेन सरकार, घन्टी त बज्यो, अब रोकिँदैन, रोकिनेवाला घन्टी होइन, रोकिनेवाला छैन। बालेनको आगमन, कुलमानको चाहिँ बहिर्गमन भनेर पनि रासोपामा त्यो हामीले पनि देखेका हौँ होइन। बालेनलाई रवि लामिछाने कारागारमा हुँदा कुलमानलाई प्रधानमन्त्रीको जुन प्रस्ताव रासोपाबाटै गएको थियो, पछि फेरि त्यो अस्वीकार भयो। के कारणले भयो, त्यो भित्री रहस्य चाहिँ के थियो भन्ने पनि एउटा प्रश्न छ। यसलाई कसरी लिनुभएको छ तपाईँले? भाग्य विधाता, भाग्य आफ्नो आफ्नो भनिन्छ नि। जन्मिँदा छैटीमा लेखेरै आउनुपर्छ। गएको हो नि प्रस्ताव। मै छु साक्षी। हाम्रो सभापतिज्यूलाई कुलमान घिसिङलाई अब लिएरै जानुपर्छ भनेर उहाँसँग छलफल
अगाडि बढेकै हो। यति उदार सभापति राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछाने देशका लागि आफू हर कुरा त्याग्न तयार प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको, तर अस्वीकार भयो। छैटीमा उहाँको निधारमा लेखिएको रहेनछ। यसरी बुझ्नुपर्छ। उहाँले निर्णय गर्न सक्नु भएन, नेतृत्वले निर्णय गर्न सक्नुपर्छ। लिड गर्ने शक्तिशाली समयमा शक्तिशाली निर्णय गर्न सक्ने नै नेता हो। कुलमानमा त्यो लिडरसिप गर्ने क्षमता कमजोर रहेछ भन्ने कमजोर देखियो। उहाँ असल प्रशासक हुनुहुन्छ। उहाँले देशलाई साह्रै राम्रो काम गर्नुभएको। उहाँले अझै पनि धेरै राम्रो गर्नुहुन्छ भन्ने अपेक्षा छ, जनअपेक्षा छ। तर प्रधानमन्त्रीको प्रस्तावमा उहाँले ढिला गर्नुभयो र जसको भागमा लेखा छ, छैटीमा लेखिएकै व्यक्तिले त्यो प्रस्ताव स्वीकार गर्नुभयो। अब त्यो भनिरहँदा जुन भदौ 23 र 24 को आन्दोलनमा चाहिँ बालेन शाह गुमगाम थिए, एकाएक निर्वाचनको मिति तोकियो फागुन 21 भनेर। त्यसपछि एकाएक रासोपामा चाहिँ अलिकति नजिकिएर आफ्नो त्यो पन देखाएर उहाँ चाहिँ आउनुभयो। यसलाई कसरी हेर्नुभएको छ तपाईँले? तपाईँकै भाषालाई म सापट्टि लिन्छु। बालेनजीको आगमन चेतनाको आगमन हो, युवा नेतृत्वको आगमन हो, असत्यमाथि सत्यले विजय प्राप्त गर्ने आगमन हो, भ्रष्टाचारीहरूको अन्त्य गर्ने आगमन हो, न्यायिक आगमन हो। काठमाडौँ महानगरमा आफ्नो भएको स्रोतलाई दुर्गममा दूरदराजमा पठाएर सेवाग्राहीलाई सेवा लिनलाई उत्प्रेरणा दिने संस्कारको आगमन हो। सबै सुविधा काठमाडौँमा हुनुपर्छ भन्ने होइन। दूरदराजका विद्यार्थीहरूले काठमाडौँमा आएर राम्रा राम्रा अत्यधिक महँगा स्कुलहरूमा पनि निशुल्क पढ्न पाउनुपर्छ भनेर 20,000 विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाउन सकिन्छ भन्ने एउटा संस्कार बसेको क्षेत्र विषयको आगमन हो। महँगा अस्पतालहरूमा 10% विपन्नले सेवा पाउनुपर्छ र त्यो सेवा दिएको प्रमाण महानगरमा पेश गर भनेर काठमाडौँ महानगरभित्रका सबै महँगा अस्पतालहरू, सबै निजी अस्पताललाई 10% विपन्नलाई सेवा दिएको प्रमाण पेश गर्न निर्देशन दिने एउटा होनाहार नेता। स्वास्थ्य विपन्न कहाँ पुग्नुपर्छ, शिक्षा विपन्न कहाँ पुग्नुपर्छ भन्ने जनलहरको आगमन हो। तर यो भनिरहँदा अलिकति बालेनमा पनि राजनीतिक स्वार्थ हो कि भन्ने पनि बुझ्न सकिन्छ नि। जुन हामीले फागुन भदौ 21, 23 र 24 को आन्दोलनमा पनि गुपचुप रहेका थिए, तर जब राजनीतिको कुरा आयो त्यसपछि उहाँ खुलेर आउन थाल्नुभयो। तर 76 जना जुन शहीद भइरहनु भयो उहाँहरूलाई त वेदना समेत दिन सक्नु भएन। उहाँलाई कसरी राजनेता मान्ने भन्ने पनि आम जनताको प्रश्न छ। सबै कुरा उदाङ्गै बनाएर दिनुपर्छ भन्ने छैन। उहाँको स्वभावले कम बोल्नुहुन्छ, त्यो मैले पनि सिक्नुपर्छ, अरूले पनि सिक्नुपर्छ। उहाँको स्वभावले एक्सन स्पिक्स लाउडर देन वर्ड्स, पहिला कामले देखाउने हो भन्ने उहाँको भावना थियो। उहाँ नबोलेर के भयो त? आज उहाँले प्रस्ताव गरेका उम्मेदवारहरू हेर्नुस्, 101 जेनजी उम्मेदवार छन्, 101 जेनजीका घाइतेहरू छन्, 101 जेनजी आन्दोलनमा सक्रिय नेतृत्वहरू छन्, समाजसेवीहरू छन्। त्यो शहीद परिवार छ। त्यसकारण उहाँको परिवारको मान्छे
त कोही पनि हामी देख्दैनौँ। त्यसकारण यो सबै तथ्यहरूले के स्पष्ट गर्छ भने जेनजी आन्दोलनलाई सम्बोधन गर्ने नेतृत्व बालेन शाह हो। जेनजी आन्दोलन त भयो, अविस्मरणीय क्षति भयो। 76 जना ती अबोध छोराछोरीहरूको निहत्था हत्या गरियो। तिनलाई त हामी फर्काउन सक्दैनौँ। तपाईको लोकप्रिय सञ्चार माध्यमबाट म उहाँहरूलाई फेरि पनि वीर शहीदका नाममा हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। कति सक्यौँ त्यो आन्दोलनका घाइतेहरूलाई, त्यो परिवारलाई पीडामा साथ दिन म पनि काठमाडौँका प्रत्येक अस्पताल पुगेँ। मैले सक्ने सहयोग गरेँ। व्यक्तिगत रूपमा मैले जे सक्थेँ मैले गरेँ। तर त्यतिले मात्रै पुगेको छैन। अझै उहाँहरू त्यो परिवारप्रति न्याय गर्नुपर्नेछ। यो सबै कामका लागि राष्ट्रिय स्वतन्त्र पार्टी एउटा चौतारीको रूपमा, एउटा छहारीको रूपमा अगाडि बढेको छ र यसलाई नेतृत्व गर्दै हुनुहुन्छ अगाडिबाट बालेन्द्र शाहज्यूले र अभिभावक भएर त्यो गाडीलाई कहीँ कतै केहीले पनि असर नगरोस् भनेर पछाडिबाट संरक्षक भएर, अभिभावक भएर रवि लामिछानेले। आज मलाई स्मरण भयो तपाईँकोमा अन्तर्वार्ता दिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको हामीले स्थापना गऱ्यौँ। धेरै लामो सडक सङ्घर्ष, सडक अभियान चलाएर रविजीलाई टेलिभिजनबाट बाहिर आउनुहोस् भन्ने व्यक्ति हो नि। तपाईहरुकै क्यामेराले कैद भएका कति घटनाक्रमहरू छन्। उहाँ पार्टी खोल्ने एउटा निर्णय गर्नलाई प्रेरणा नै बालेन्द्र शाह हो। मैले भने होइन नि, रवि लामिछाने स्वयंले भन्नु भएको छ। जब बालेन्द्र शाहले महानगरमा भारी मतान्तरले निर्वाचन जित्नुभयो, त्यसपछि रवि लामिछानेको दिमागको घन्टी अब राजनीति हो भन्ने बज्यो। त्यो मैले भने हैन, उहाँले भन्नुभएको। त्यो बारम्बार भनि पनि रहनु भएको छ। त्यसकारण उहाँले मनबाटै बालेन्द्रलाई गुरु मान्नु भएको थियो। उहाँले मनमा नै बालेन्द्रलाई यो देशको नायक मान्नु भएको थियो र आज व्यवहारले पनि उहाँलाई अगाडि सार्नुमा मैले चाहिँ कुनै पनि स्वार्थ, बालेनको पनि स्वार्थ देख्दिन। किनभने बालेन शाहको क्याम्पेनमा पनि म सँगै बसेर हामी योजना बनाएका छौं। छोटो समय भए पनि हामीले केही नीति निर्माण गरेका छौं। सहकार्य गरेर अगाडि बढिरहनु भएको थियो विगतका दिनमा। मैले भन्थे नि बालेन्द्र शाह आउने ठाउँ यही हो। म किटानीका साथ ठोकुवा दिएर यतिकै भन्थिन, मसँग आधार थियो र आउनु पनि भयो। अहिले राम्रो भइरहेको छ, जनलहर बढ्दो छ। हामी काम गरिरहेका छौं। हाम्रा साथीहरू दिन रात खट्नु भएको छ। सबैजनाले निस्वार्थ निशर्त सबैभन्दा माथि देश भनेर आफआफ्नो स्रोत, साधन, क्षमता, ज्ञान, सिप, समय सबै दिएर एकपटक देश बनाउने यो महाअभियान हो। हामी सबै कुराको लगानी गरिरहेका छौं, निस्वार्थ निशर्त। कतिजनाले भन्नुहुन्छ मलाई, तपाई त यसपटक संसदमा पुग्नु पर्ने होइन। मैले बोल्ने आवाज पुर्याउने शोभिता छन्, तोसीमा छन्, इन्दिरा राणा छन्, निशा डाङ्गी छन्, मधेसबाट नीतिमा कार्की छन्, अहिले निकै चर्चामा छन्। हजुरले भनिरहनु रिमा विश्वकर्मा छन्, रन्जु दर्शना छन्। मैले होनाहार नेतृत्वहरू एकै ठाउँमा ल्याउन, एकीकृत गरेर लैजानको लागि प्रमुख भूमिका खेलिरहेको छु र खेल्ने छु। तपाईले बारम्बार भनि पनि रहनु भएको छ, रासोपाका नेताहरू अहिले यस्तो प्रभावशाली छन्
र जुन विगतको दिनमा पनि हामीले काम पनि हेर्दै आएका छौँ पनि भनिरहनु भएको छ र अहिले निकै चर्चामा छन्। झापा हेर्ने हो भने त्यस्तै चर्चाको जिल्ला बनिरहेको छ, चितवन त्यस्तै चर्चा छ, बाजुरा, बागलुङ, काठमाडौँ धेरै निर्वाचन क्षेत्रमा चाहिँ चर्चा उत्तिकै छ। तर यसको नतिजा कस्तो आउला भन्ने पनि छ। अब बालेन शाह पनि हेर्ने हो भने केपी ओलीसँग पूर्व प्रधानमन्त्री, उहाँले त वर्षौँदेखिबाट शासन गर्दै आएका नेतासँग भिडिरहनु भएको छ कि प्रधानमन्त्री अब बालेन शाह, अनि अर्को पनि जोडिरहेका छन् प्रधानमन्त्री बालेन शाह कि गगन थापा भनेर पनि जोडिरहेका छन्। अबको प्रधानमन्त्रीको बालेन सरकार यो स्लोगन मात्रै होइन, यो नारा मात्रै होइन, हामीले परिणाम दिने नारा उद्घोष गरेका छौँ। जनलहरले बताइसकेका छ। बालेन्द्र शाह पूर्वी भाग घुम्न निस्किँदा, हेर्न निस्किँदा विकासका सम्भावनाहरू कहाँ कहाँ छन् भनेर आफ्नै आँखाले हेर्छु भनेर निस्किँदाको त्यो जनलहर स्पष्ट छ। यो विचार हो, यो युवा नेतृत्वको एउटा दृष्टिकोण हो, यो सकारात्मक परिवर्तन हो, यो चेतनाको जनलहर हो। त्यसकारण यो कसैले चाहेर कतै मोडिँदैन र यो चेतनाको जनलहर कसैले चाहेर रोकिँदैन पनि। यो रोक्न नसकिने जनलहर छ। बालेन प्रधानमन्त्री, गगन थापा र उहाँको नेतृत्व बलियो प्रतिपक्षी। लेखेर राख्नुहोस्, प्रतिपक्षमै हुन् गगन थापा, प्रतिपक्षमै बस्नुपर्छ। उहाँहरू सुध्रिनु भएको छ, उहाँहरू सच्चिनु भएको छ। उहाँले पनि एउटा कङ्ग्रेसभित्र, लोकतन्त्रभित्र अब हामी राम्रो गर्छौँ भनेर प्रस्तावहरू लिएर आउनु भएको छ। उहाँले ल्याएका सबै प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढाइसक्यो। थोरै ढिला हुनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी नजन्मिँदै यो परिवर्तन, यो क्रान्ति यदि गगन थापाले गर्नुभएको भए निर्विकल्प गगन थापा प्रधानमन्त्री त्यति बेला हुनुहुन्थ्यो। त्यो त गर्न सक्नु भएन। त्यसकारण भगवानका घर देर नै अन्धेर नै भन्छ नि, हैन? उहाँहरूले आफूलाई संरचनात्मक रूपमा पनि सुधार गर्नुभएको छ। अहिले त राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणाधीन प्रक्रियामा छ, महाधिवेशन हुनै बाँकी छ। सबै आउनेलाई समेट्नु पर्नेछ, यो विशाल महासागर बनाउनु पर्नेछ। हामी धेरै कुरा संविधान त खोजेर पनि बनाउन सकिरहेका छैनौँ। हामी आफै पनि 33% का प्रश्नहरू गरिरहेछौँ पार्टीभित्र। पदाधिकारीमा महिला खै भनेर दिनौँ मेरो स्टाटस आउँछ, म लेखिरहन्छु, म प्रश्न गरिरहन्छु। शीर्ष नेताहरूलाई मैले प्रश्न गरिरहेको छु, प्रत्यक्ष रूपमा पनि, सञ्चार माध्यमबाट पनि, लेखेर पनि, बोलेर पनि, फोनबाट पनि। खै हाम्रो 33% सहभागिता, खै हाम्रो महिला उपसभापति पार्टीमा, खै हाम्रा महामन्त्री सहमहामन्त्रीमा महिला प्रतिनिधित्व। प्रश्न गर्छु म, हामी पूर्ण छैनौँ। तर लडाइँ लडिरहनु भयो। गगन थापाले अस्तिको विशेष महाधिवेशनबाट उपसभापति पनि महिला राख्नुभयो। महामन्त्री सहमहामन्त्रीमा पनि सबै समावेशी राख्नुभयो। दलित सहमहामन्त्री, महिला सहमहामन्त्री, आदिवासी जनजाति, मुस्लिम सहमहामन्त्री, हैन? सबैको समावेशी उहाँले पदाधिकारीमा नियुक्त गर्नुभएको छ। असाध्यै राम्रो अभ्यास गगन थापाले सुरु गर्नुभएको छ। म उहाँलाई यो अभ्यास, यो हिम्मतका लागि एकदमै काङ्ग्रेस पनि सच्चिने सम्मान गर्छु। काङ्ग्रेस पनि सच्चिने बाटोमा चाहिँ लागिरहेको छ अहिलेको बाटोमा लागिसक्यो, बाटो तय गरिसक्यो। तर त्यो बाटोभन्दा धेरै अगाडि रासोपा बढिसक्यो। त्यसकारण यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल, बालेन प्रधानमन्त्री, गगन थापा र उहाँको नेतृत्वमा जित्ने साथीहरू बलियो प्रतिपक्षी। लेखेर राख्नुहोस्, जनताले यो गर्छन् नै, जनमतले यो बताइरहेछ। यो मेरो मात्रै विश्लेषण होइन, जनमतले बताएको कुरा हो। अब गगन र बालेनको त कुरा गरिरहनु भयो। थोरै म चितवन
दुईतिर जान चाहन्छु। चितवन 2 पनि 3 पनि त्यस्तै प्रभावशाली नेताहरू उठिरहेका छन्। अहिले रासपाबाट पनि रवि लामिछाने हुनुहुन्छ भने काङ्ग्रेसबाट पनि त्यत्तिकै प्रभावशाली नेतृत्व महिला नेत्री जुन अघि तपाईँले भन्नुभयो कोटाको समावेशीको कुरा पनि गर्नुभयो। यो कुरा गरिरहँदा थोरै चितवनतिर जान चाहेँ म। उहाँ पनि त्यस्तै महिला नेत्री नै हुनुहुन्छ, तपाईँ पनि महिला नै हुनुहुन्छ। उहाँले विगतको लामो समयबाट सामाजिक काम पनि गर्दै आउनुभएको नेत्री हुनुहुन्छ। त्यहाँबाट चाहिँ अलिकति राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही प्रभाव पर्छ कि भन्ने पनि आशंका गरिएको छ। तपाईँले कसरी लिनुभएको छ? चितवन आफैमा क्लिन स्विप हो। चितवनमा नेपाली कङ्ग्रेसको मत गएको निर्वाचनमा हेरिहाल्यौँ हामीले 11,000। समानुपातिक मत पनि पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नै हो 3वटै क्षेत्रमा। म निर्वाचन लडेको क्षेत्र नम्बर 3 मा पनि 28,000 मत ल्याएर समानुपातिक पहिलो नम्बरमा हामी थियौँ। म उपविजेता भएँ, म प्रत्यक्षतर्फ म तेस्रो नम्बरमा थिएँ। त्यहाँको समानुपातिक मतलाई हेर्ने हो भने 30% रासपाले पाएको थियो, 18% राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको थियो, 17% नेकपा माओवादीले पाएको थियो अनि 15% एमाले पाएको थियो र 11% नेपाली कङ्ग्रेसले पाएको थियो। तथ्याङ्क मैले प्रस्तुत गर्दिसकेँ। यो तथ्याङ्कबाट स्पष्ट छ चितवनमा 10 देखि 11% मत मात्रै नेपाली कङ्ग्रेसको छ। तर अहिले त प्रभावशाली महिला नेत्री हुनुहुन्छ नि। अहिले कङ्ग्रेस सुधारिएको छ। विशेष महाधिवेशन गरेर गगन थापा र विश्वप्रकाश शर्मा 2टा आदरणीय नेताहरू हुनुहुन्छ, म सम्मान गर्छु उहाँहरूलाई। उहाँहरूको अथम प्रयासमा सुधारिएको कङ्ग्रेसले साह्रै राम्रो उम्मेदवार उठाउनु भएको छ। मेरो त सहकर्मी सहपाठी हामी सँगै हाम्रो राजनीतिक चेत खुलेको मीना खरेल राजनीतिक रूपमा अघिल्लो पटकको निर्वाचनमा उहाँले मलाई पूर्ण रूपमा सहयोग गर्नुभएको। मैले पनि उहाँको गुण बिर्सिनु हुँदैन। तर यो पटक हामी देश जिताउने अभियानमा छौँ। मैले तपाईँको लोकप्रिय सञ्चार माध्यमबाट आदरणीय मीना दिज्यूलाई, उमेरको हिसाबले मेरो थोरै सानो फरक छ, दिज्यू भन्छु म, उहाँलाई म शुभकामना, विशेष शुभकामना दिन चाहन्छु। उहाँले सम्मानित मत पक्कै ल्याउनुहुन्छ, किनभने उहाँ क्षमताको राजनीति गर्ने महिला हुनुहुन्छ। उहाँले अलपत्र परेका केटाकेटी, छोराछोरी, अन्यायमा परेका महिला दिदीबहिनीहरूको पक्षमा सधैँ न्यायिक लडाइँ लड्नुभयो। वास्तवमा उहाँ घन्टी वाहक उम्मेदवार हुनुपर्ने थियो। सायद यो विशेष महाधिवेशन नभएको भए यो पटक हामीले उहाँलाई घन्टी वाहक उम्मेदवार बनाउन सफल पनि हुन्थ्यौँ। तर हाम्रो पनि दुर्भाग्य होला, अथवा उहाँको पनि निधारमा छैटीले लेखेकै होला, कङ्ग्रेस सुधार्ने, कङ्ग्रेसकै नेतृत्वमा बस्ने। त्यसकारण उहाँको राजनीतिक यात्राको म एकदमै शुभकामना दिन चाहन्छु। अङ्कगणितीय रूपमा उहाँले जित्नुहुन्न, किनभने जति सुधारिए पनि, जति सुध्रिए पनि यो सुरुवात हो उहाँहरूको। र नारामा भन्दा व्यवहारमा सुधार्न जरुरी छ। आज पनि गगन थापा आफ्नै परिवारका मान्छेलाई समानुपातिक सूचीमा राख्नु भएको छ। प्रत्यक्ष निर्वाचन लड्नको लागि परिवारभित्रकै मान्छेलाई पठाउनु भएको छ। यो लुकाएर लुक्ने कुरा होइन। फेरि भन्नु होला कङ्ग्रेसका साथीहरूले, उहाँहरूको राजनीतिक इतिहास आफ्नो आफ्नो छ। ए बाबा, राजनीतिक इतिहास क्षमता आफ्नो आफ्नो हुँदाहुँदै पनि यति धेरै उमेर पुगेका नेताहरूले विश्राम लिँदा, यति
पनि त आलोचना रोक्ने उहाँहरूसँग ठाउँ थियो त। त्यो रोक्न नखोज्नु, रोक्न नसक्नु, कहीँ न कहीँ परिवारवादको गन्ध आयो त, झल्किन्छ। जनताले त्यो हेर्नुहुन्छ त। यसले नुवाकोटको सिङ्गो राजनीतिलाई प्रभाव पार्छ त। त्यसकारण भन्नु र व्यवहारता देखाउनु दुई फरक कुरा हुन्। हामी व्यवहारता देखाउनुस् भनेर अपेक्षा गर्छौँ। अन्तिममा के भन्न चाहनुहुन्छ आम जनताहरूलाई, के छ सन्देश? अन्तिममा म तपाईँको लोकप्रिय सञ्चार माध्यमबाट सम्पूर्ण देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ, दिदीबहिनी, भाउजू बुहारी, छोराछोरी, नाति नातिना सबैलाई एकपटक यो देश बनाउने जिम्मा बालेन्द्र शाहको मात्रै होइन, रवि लामिछानेको मात्रै होइन, गगन थापाको मात्रै होइन, अरूको धेरैको मैले नाम लिन, जो तपाईँको क्षेत्रमा उम्मेदवार भएर भोट माग्न आउँदै हुनुहुन्छ उहाँहरूको मात्रै होइन, तपाईँको र मेरो, तपाईँका परिवारको र मेरो परिवारको पनि जिम्मेवारी हो। यसपटक धेरै कुरा लगानी नगरौँ देश बनाउनलाई, तपाईँ र मेरो बहुमूल्य मतको लगानी गरौँ। अब मतदान होइन, हिजोसम्म हामी मतदान भन्थ्यौँ। दान भनेको त निशर्त दान दिने हो। दाहिने हातले दिएको देब्रे हातलाई थाहा नहोस् भन्छौँ, त्यो दान हो। तर अब त्यसो होइन। मैले मत कसलाई दिए थाहा हुनुपर्छ, तपाईँले मत कसलाई हाल्नुभयो थाहा हुनुपर्छ, तपाईँ कस्तो व्यक्ति छान्दै हुनुहुन्छ, तपाईँको उम्मेदवार तपाईँको क्षेत्रमा कस्तो परेको छ, अध्ययन गर्नुस्, क्षमताको परीक्षण गर्नुस्, इमान्दारिताको परीक्षण गर्नुस्। यदि घन्टी वाहक उम्मेदवार अब्बल छ भने मत लगानी गर्नुस्, अब्बल छैन भने तपाईको विवेक प्रयोग गर्नुस् भन्छु म। किनभने हामीलाई 165 नै निर्वाचन क्षेत्रमा सबै घन्टी वाहकले निर्वाचन जित्नुहुन्छ भन्ने त्यति धेरै झुटो महत्त्वकांक्षी म चाहिँ राख्दिनँ। हामीलाई अब्बल 120 जना प्रत्यक्ष उम्मेदवारले निर्वाचन जित्नुपर्छ। यो पक्का पनि छ। हामीले पक्का गराउनु पर्छ। म आम नागरिकलाई यही भन्न चाहन्छु, 120 अब्बल उम्मेदवारहरू म मेरो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्न चाहन्छु। तपाईहरुको लोकप्रिय मिडियाबाट पनि फेरि श्रृङ्खलाबद्ध रूपमा मैले तपाईहरुसँग अन्तर्वार्ता दिइरहन्छु। 2-4 वटा जिल्ला त मैले भनिसके, झापा, चितवन, कास्की, स्याङ्जा, रूपन्देही, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, बाजुरा, बागलुङ, पर्वत, धेरै जिल्लाहरू, सिराहा, सर्लाही, धनुषा, धेरै जिल्लाहरूमा हामीले असाध्यै प्रभावशाली व्यक्तित्वहरू, ओखलढुङ्गा, यो देशले खोजेका हुनहार योद्धाहरू चाहिँ गृहमन्त्री बन्न सक्ने क्षमता राख्ने विश्वराज घिमिरे जस्ता व्यक्तित्वहरूलाई घन्टी दिएर पठाएको छ। अघिल्लो पटकको प्रत्यक्ष उम्मेदवार मेरो क्षेत्रमा भविष्यको हुनेवाला महिला प्रधानमन्त्री हुनुहुन्छ अहिले सविता गौतम। अब्बल उम्मेदवार पठाएका छौँ। आँखा चिम्लेर भोट हाल्नुहोस्, आँखा चिम्लेर घन्टीमा मतदान गर्नुहोस्। तर चितवन सविता भन्दा पनि रेणुले चाहिँ विकास गरेको छ, उसलाई चाहिँ हेर्नुपर्छ भनेर पनि आवाजहरू उठिरहेको छ। रासोपाले चाहिँ यो पटक सवितालाई उठाएर गलत गर्यो भन्ने पनि आलोचनाहरू भइरहेको छ। बाघसँगै भिड्ने हो। मैले अघि नै भनिसकेँ त, बिरालोसँग भिडेर बाघ भइँदैन नि। यो देशको जनताको छोरी
देशको छोरी हिजो सदनमा कसैले अब्बलतापूर्वक भुइँ मान्छेका कुरा उठाउँथ्यो भने तोसीमा सबिता हुन्। त्यस्ता होनाहार छोरीहरू चितवन र ललितपुरले पाएको छ। ललितपुरको तीनवटै क्षेत्र स्विङ हुँदैछ। यसपालि लगभग म्याक्सिमम क्षेत्रहरू चाहिँ रासोपामय नै हुन्छ भन्ने चाहिँ छ, आम जनतालाई पनि विश्वास छ। काठमाडौँका अधिकतम क्षेत्रमा घन्टी बज्दैछ भनेपछि मैले अघि भने 120 जना होनाहार इमानदार उम्मेदवारलाई त जिताउनै पर्छ 2/3 बहुमत ल्याउनको लागि। 184 पुर्याउनको लागि 120 प्रत्यक्षमा हामीले जिताउनै पर्छ। यो सम्भावना छ, जित्छन्। असम्भव के नै छ त? राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिनु पनि असम्भव थियो, जन्मियो सम्भव भयो। एक सिट पनि ल्याउँदैन एउटा पत्रकारले, यो क्यामेरा बोकेर हिँड्नेले पनि कहीँ राजनीतिमा सफल हुन्छ भनेर खिसिट्युरी गर्दै गर्दा एक सिट पनि जित्दैन भन्दै गर्दा 21 सिट ल्याइदियो। अब 120 प्रत्यक्षमा जिताउने उद्देश्यले नै हामी पनि फराकिलो मस्तिष्कका साथ खुसी भएर हाम्रा अब्बल साथीहरूलाई अगाडि बढाइरहेका छौँ। देशव्यापी अभियान लिएर जाँदैछु म त। एउटा कुरा चाहिँ तपाईँको लोकप्रिय मिडियाबाट भन्न चाहन्छु, हाम्रा साथीहरूलाई पनि र अन्य दलका प्रतिस्पर्धी साथीहरूलाई पनि यो निर्वाचन थितिको निर्वाचन बनोस्, बेथितिको नबनोस्। यो निर्वाचन पैसाको दम्ब देखाउने निर्वाचन नबनोस्, भोज भत्तेरको निर्वाचन नबनोस्। यदि हाम्रा साथीहरूले पनि र अन्य प्रतिस्पर्धी साथीहरूले पनि यसो गरेको पाइएमा फेरि हामी निर्वाचनको नजिकै नो भोट अभियान पनि चलाउन सक्छौँ। यो चाहिँ खबरदारी पनि हो। यो चाहिँ तपाईँको खबरदारी। हामी त्यो अभियान चलाउँदैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टी हुँदा खाने मान्छेहरूको मात्र पार्टी होइन, हुने खाने मान्छेहरूको मात्रै पार्टी होइन, यो हुँदा खानेहरूको पनि पार्टी हो। आफ्नो शरीरको धुलो टकटकाउँदै खुट्टामा चप्पल त कति जोर फाटे होलान्, जुत्ता कति जोर फाटे होलान्, न गर्मी न जाडो न झरी न बादल, न बिहान न बेलुका, अनवरत लागेर यति छोटो समयमा यति ठुलो समुद्र बनाउन सफल भएका हौँ। श्रद्धेय सभापति रवि लामिछानेको विशाल हृदय, उहाँले भन्नुभएको थियो मलाई पोखरा कारागारमा रहँदा, जिताजी समय आउँछ है, तपाईँहरू धैर्य गर्नुहोस् है, तपाईँहरू 5 जना हुनुहुन्छ नि देशव्यापी हिँड्ने, मलाई पुग्छ भन्नुभएको थियो। म होनाहार मान्छेहरू सबैलाई समेट्छु। म यहाँ बसेर सबै कुरा अध्ययन गरेको छु, म सबैलाई हेरिराखेको छु। बाचा गर्नुभएको थियो, त्यो बाचा पुरा गर्नुभएकोमा म रवि लामिछानेज्यूलाई एकदमै सम्मान गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। अन्तिममा के छ सन्देश हजुरको? अब आम नागरिकले आफ्नो अमूल्य मतलाई लगानी गर्नुहोस्। प्रत्येक नेता तपाईँको घर दैलोमा आउँदा, भोट माग्न आउँदा प्रश्न सोध्नुहोस्। शिक्षा स्वास्थ्य निशुल्क गर्छु भन्दा कसरी भन्ने प्रश्न राखिदिनुहोस्। हामीले फेरि पनि हाम्रा नेतालाई तिनै ओली दाहाल देउबा प्रवृत्तिमा देख्न चाहँदैनौँ।
हिजो प्रश्न नगरेका कारण, वाइ वाइ गरेर ताली बजाइरहेका कारण, गलत गर्दा पनि नेतृत्वले गलत गर्दा ठुलो ठुलो हेरेर बसेका कारण, दासत्व स्वीकारेका कारण नेपाली नागरिकले 40 वर्ष त दुःख पाइसके। हामीलाई दुःख दिने छुट अब छैन। हाम्रा नेताहरूले जनतालाई दिग्भ्रमित पार्ने छुट छैन। पोखरामा थिए, व्यापक आलोचना भयो, रासोपाले टिकट बेच्न थाल्यो। मेरो मनले त पत्याएन, मन मानेन। काठमाडौँ आइपुगे, प्रत्यक्ष पार्टी कार्यालयमा प्रत्येक टिकट वितरणमा सँगै बसेर हेरेको छु। तल छु, ग्राउन्डमा छु, म कुनै पदमा छैन, खबरदारी गरिरहन्छु। तर प्रश्न गरिरहेका छन् नि, यहाँ त पैसावालाहरूले मात्र प्रत्यक्षमा लड्न टिकट पाउने रहेछन् भनेर आलोचना पनि भयो। बिल्कुल गलत। त्यो विमल पन्तले के पैसा खर्च गरेर टिकट लग्यो? त्यो अजय श्रेष्ठले के पैसा खर्च गरेर टिकट लग्यो? विमल पन्त, अजय श्रेष्ठ, हेमराज बाजुराको, अछामको भूपदेव शाह, सबै भुइँ मान्छेका आवाजहरू हुन्। बागलुङको सोम शर्मा, सिराको बब्लु गुप्ता, सिराको शिव यादव के पैसा भएर टिकट लगे? धादिङकी आशिका तामाङ, सबैसँग चाहिँ हात फैलाएर 1 रुपियाँ अभियान चलाएर हुम्लामाथि जाडोमा कठाङ्ग्रिएका केटाकेटीलाई न्यानो कपडा बाँड्ने, त्यो ज्वाला सङ्ग्रौला। अछाम घर भएकी ज्वाला सङ्ग्रौलाको यत्रो चर्को आलोचना भयो, किन समानुपातिकमा बस्यो भनेर। ए बाबा, समानुपातिक भनेकै महिलाका लागि, आदिवासी जनजातिका लागि, पिछडिएको वर्ग समुदायको आवाज बन्नका लागि, पछाडि पारिएका वर्ग, लिङ्ग, हैन, अल्पसङ्ख्यक, मधेसी, त्यसमा पनि मधेसी महिला, मुस्लिम महिला, दलित महिला, जनजाति महिला का लागि हो नि त। उनको छैटीको दिनमा भाग्यले लेखेर झापाकी छोरी अछामको बुहारी बन्न पुगिन् त उनको कर्मले डोरायो त। तर यसमा पनि पछाडि परेको जिल्लामा कर्मभूमि बनाएर गइन् त। अछामको आवाज बन्छु भनेर उनले अछामलाई एउटा सानो स्तनपान गराइराखेकी एउटी भर्खर सुत्केरी भएर बसेकी महिला, युवा, त्यो साल अड्किएर मर्न लागेको सुत्केरी आमालाई बचाउन गएकी होइनन्। त्यति बेला ज्वाला अछाम पुगी भनेर कसैले धन्यवाद दियो? तर आलोचना गर्नमा पहिलो भयो। हाम्रो समाज प्रत्येक सुत्केरीलाई रगत पुगेन भने रगतको व्यवस्था गरिदिने ज्वाला सङ्ग्रौला। जहाँ महिलाहरूलाई अन्याय हुन्छ त्यो मधेस किन नहोस्? त्यो उदयपुरमा कोही नपुगेको ठाउँमा तपाईँ पनि सँगै हुनुहुन्थ्यो। त्यो वीरगन्जमा त्यत्रो ठुलो दुर्घटना नै भयो, उहाँ आफ्नो ज्यानै जोखिममा राख्नुभयो। अनि यो देशका मै हुँ भन्ने शक्तिशाली, नाम नलिउँ, शक्तिशाली पात्रहरूलाई खुलेआम खबरदार गर्ने एउटा बहादुर महिला, अछामकी बुहारी, अछामका आवाज बन्नलाई समानुपातिकमा परिन् त उनीमाथि त्यति धेरै आलोचना गर्नुपर्ने मैले आवश्यकता देख्दिनँ। क्षमताका हिसाबले नेपालको 165वटै निर्वाचन क्षेत्रमा जहाँ उठाए पनि हुन्थ्यो ज्वाला सङ्ग्रौलालाई। क्षमतावान व्यक्तित्व हुनुहुन्छ, जहाँ उठाए पनि हुन्थ्यो। एकपटक त म बझाङमा, अछाममा, बाजुरामा, बैतडीमा पुरै सुदूरपश्चिमको आवाज बन्छु भनेर हिम्मत गरिन्। समानुपातिकमा उम्मेदवार हालिन्। महिलाहरूमा
अत्याधिक लोकप्रिय मत ल्याइन् 2 नम्बरमा। त्यो मतका गणना कहाँ के भयो त्यसका कुरा पछि गरौँला। अनि तिनको समेत आलोचना गरियो। त्यो बैठक थियो। अब त संसदमा गडगडाएर बोल्छिन्। त्यसकारण म चाहिँ खुसी छु। केही नभए पनि 5 दर्जन नेता त मैले जन्माएछु। प्रत्यक्ष र समानुपातिकमा उठ्नुभएका मेरा सहकर्मी, मेरा सहयोद्धा, मेरो आवाज पनि सुनिदिने र मेरो आवाज पनि बोलिदिने मित्रहरूलाई म सम्मान गर्छु। तपाईहरूको निर्वाचन क्षेत्रमा पुगेसम्म, भ्याएसम्म मैले सक्ने भौतिक, आर्थिक, नैतिक, सामाजिक र तपाईहरूको अभियानमा सहभागी हुँदै मत माग्छु। कहीँ आइपुग्न सकिनँ भने फेरि तपाईहरू जस्तै लोकप्रिय सञ्चारकर्मीहरूसँग बसेर मत माग्छु। यो पटक सबैले घन्टी चुनाव चिन्हमा मत लगानी गरिदिनुहोस् भनेर म एकदमै आग्रह गर्छु। धन्यवाद। समय र संवादको लागि धन्यवाद।